हेलो सबैजना मित्रहरूलाई यो नयाँ भिडियोमा स्वागत गर्न चाहन्छु। म चाहिँ आज चितलाङ गएको थिएँ। चितलाङमा चाहिँ एकदमै धेरै भेडा बाख्राहरू यो भेडी फार्ममा चरिरहेका थिए। एकदमै सुन्दर दृश्य थियो। यहाँ चाहिँ करिब 50 वटा जति भेडा बाख्राहरू चरिरहेको दृश्य हेर्न पाइयो। एकदमै राम्रो थियो। भेडाहरूलाई यसरी भिडियो मैले बनाएको थिएँ। त्यसरी यो दृश्यहरूलाई हेर्दै हेर्दै डाँडातिर घुमेँ। एकदमै राम्रो थियो। आहा, क्या राम्रो थियो। त्यस पछाडि कुलेखानीतर्फ लागियो। कुलेखानीमा पनि एकदमै वरिपरि हरियो दृश्यहरू हामीले देख्न सक्यौँ। यहाँ चाहिँ मान्छेको भिडभाड खासै नभएकोले एकदमै सजिलैसँग राम्रो भिडियो बनाउने मौका पाइयो। तपाईहरु पनि यो ठाउँमा एकदमै अवश्य जानुहोला। एकदमै राम्रो ठाउँ छ। थ्यांक यू।